यही नजिकै मलाई काल कोठरीमा सुन्दाखेरि तपाईँको आँखाबाट बगेको आँखीको एउटा थोपा पनि खेर जान दिने छैन। यही घरबाट भविष्य खोज्न विदेश गएको छोरा जाँदा बाबुआमा रोएको आँखाको आँसुको एक थोपो खेर जान दिने छैन। आफ्नो भविष्य खोज्दै रोइरहेको युवा साथीको एक थोपो आँसु खेर जान दिने छैन। सुशासनमा संसद अगाडि ढलेको जेन्जी भाइ बहिनीको रगतको एक 21 गते इतिहास लेख्ने हो। 21 गते इतिहास लेख्ने हो।